गन्तव्य भनेको तपाईँहरू कसरी बुझ्नुहुन्छ? मेरो अर्थमा चाहिँ गन्तव्य भनेको यात्राको त्यो बिन्दु हो जहाँबाट फर्केर हेर्दा हामीले आफूले पार गरेको दूरीप्रति गर्व गर्न सक्छौँ। र यही कुरालाई प्रमाणित गर्नकै लागि भए पनि हरियो खेतबारीहरू छिचोल्दै, गाउँघरका कथाहरू निहाल्दै, जङ्गलको गहिराइमा हराउँदै, गुम्बाका धुनहरू पछ्याउँदै अनि पहाडका गीतहरू सुन्दै हामी निस्क्यौँ कुलेखानीको यात्रामा। हामी चाहिँ भर्खरै कुलेखानी आइपुग्यौँ। यो बाटो चाहिँ हामी कुलेखानी चितलाङ बोटिङ गर्ने ठाउँतिर जान्छौँ। त्यो बाटो चाहिँ हामी उता हेटौँडा जाने बाटोमा निस्किन्छ कुलेखानी हुँदै। यो बाटो चाहिँ हामी कलङ्की निस्किने बाटो हो यो चाहिँ। अनि एकछिन खाजा खाइसकेपछि चाहिँ हामी भ्यू पोइन्टतिर हिँड्यौँ, जहाँबाट तपाईँहरूले अति नै सुन्दर दृश्य हेर्न सक्नुहुन्छ। सफा, शान्त अनि आनन्द बनाउने इन्द्र सरोवर। आज आकाशको कलरले पनि सुनमा सुगन्ध थपिरहेको जस्तो देखिन्छ। तपाईँहरूलाई घुम्न मनपर्छ अनि आफ्नो दैनिकीसँग थकित हुनुहुन्छ र रिफ्रेसमेन्टको लागि कतै जान चाहनुहुन्छ भने यो ठाउँ तपाईँको लागि एकदमै बेस्ट अप्सन हो। काठमाडौँबाट केवल 2 घन्टाको दूरीमा यहाँ पुग्न सकिन्छ। बल्कुबाट जम्मी 40 किलोमिटर रहेको छ कुलेखानीसम्मको डिस्टेन्स। यसपछि हामी बोटिङका लागि भनेर चितलाङ जाने ओह्रालोतर्फ लाग्यौँ। बाटो भने नेपालको राजनीति जस्तै जीर्ण अवस्थामा रहेछ। जाँदै गर्दा बाटोमा हामीले विभिन्न देवी देवताका मूर्तिहरू, होर्डिङ बोर्डहरू हेर्दै हेर्दै हामी बोटिङ गर्ने ठाउँ नजिकै पुग्यौँ। तपाईँहरूले पछाडि देखिराख्नु भएको चाहिँ इन्द्र सरोवर हो। म जस्तो सुन्दर नभए पनि जस्तो ताल एकदमै सुन्दर देखिरहेको छु म चाहिँ। आज शनिबार भएर हो सायद भिड केही अरू दिनभन्दा अलिक बढी छ। यो अब चाहिँ हामी बोटिङमा जाँदैछौँ। दाइले चाहिँ लाइफ ज्याकेट नलाएको। त्यो 30 वर्षको दौरानमा कहिले डुङ्गा डुब्यो कि नै दाजु? एकदम थाहा छैन। सुसाइड गर्ने आउने चाहिँ डुब्छ नि। उनीहरू त त्यस्तो पनि यता गर्छन्। धेरैजना बचाउनु बचाए दुई ठाउँमा एउटा मार्को एउटा तपाईँले जस्तो टिकट काटेको टिकट मार्फत दिने हो कि? म त दिन 1000 रुपियाँ दिन्छ मलाई दिनको भने दिनै हुँदैन मान्छे। अब कर्मचारी पनि राखेको छ। यस्तो छ होला 30-40 वटा। शुक्रबार शनिबार कहिले आइतबार पनि हुन्छ, सोमबार पनि हुन्छ, ठिकानै छैन। सिजन भने तपाईँ तिहारको पछाडि दिन त अनि यहाँ काठमाडौँदेखि हेटौँडैसम्म हुँदा यो ठ्याक्कै ठिक हो। हेटौँडा ठिक हो।
दाजु एउटा ढुङ्गाको आयु चाहिँ कति हुन्छ यसरी ढुङ्गाको त्यसपछि यसलाई रिपेयर हो कि अर्को फालेर अर्को त्यो पुरानो फाल्यो पुगिहाल्छ नि पानी त्यो टुनी त्यसको टुनीको टुनी टुनीको काठ त्योभन्दा सबभन्दा हलुङ्गो हुन्छ त्यो ए आधी घन्टाको बोटिङ सवारीपछि चाहिँ हामी आइपुग्यौँ रमाइलो लाग्यो मलाई चाहिँ लगभग 80-85 मिटर गहिरो ताल रहेछ सबैभन्दा ठुलो मानव निर्मित ताल गहिरो ताल चिसो हावा त्यसमाथि माझी दाइका रमाइला कथाहरू 2040 सालमा राजा महेन्द्रले चाहिँ उद्घाटन गर्नुभएको रहेछ उताको कुलेखानी बस्तीलाई हटाएर चाहिँ यो ताल बनाएको रहेछ अन्य ठाउँहरूभन्दा केही फोहोर भयो भने त्यो उल्लेखनीय फोहोर चाहिँ छैन सफा सुन्दर गहिरो आज चाहिँ शनिबार भएर पनि अलिकति होला चाहिँ आइरहेको छ तपाईँहरू चाहिँ एकान्त ठाउँ मनपर्छ भने पनि आएर चाहिँ मजाले बस्नको लागि चाहिँ राम्रो ठाउँ छ मलाई मन पर्यो कुलेखानी यो ठाउँ पर्यटकीय दृष्टिकोणले पपुलर भएकोले पनि होला पिकनिक नाचगान पार्किङ र जनघनत्वलाई मध्यनजर गर्दै यहाँको स्पेस राखिएको रहेछ हामी फर्कदै गर्दा चाहिँ करिब 4 बजिसकेको थियो पुस महिना भएर पनि होला साँझ छिपिँदै थियो त्यही भएर बाटोबाट घाम अस्ताउँदै गरेको राम्रो दृश्य देख्न पाइयो उपत्यका नजिकै गर्दा सहरको एरियल भ्यूको लागि हामी एउटा भ्यू पोइन्टमा रोक्यौँ हजुरहरूले देखिरहनु भएको पछाडिको त्यो सुन्दर ठाउँ चाहिँ फर्पिङ हो त्यस पर देखिएको काठमाडौँ उपत्यका हो राम्रोसँग देखिएको चाहिँ छैन आजको दिन ओभरअल एकदमै एक्साइटिङ भयो फार्पिङबाट चाहिँ केही समयमै हामी काठमाडौँ आइपुग्यौँ अनि आजको दिन पनि सकियो समग्रमा भन्ने हो भने आजको दिन एकदमै रमाइलो गरी बित्यो र घुम्न रुचाउने दर्शकहरूलाई कुलेखानी एकचोटि जानै पर्ने गन्तव्य स्थान रहेछ भन्दै आजको भिडियो यहीँ समाप्त गर्छौँ फेरि भेटौँला तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो र फेरि पनि यस्तै अरू भिडियो चाहनुहुन्छ भने हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला र यदि हाम्रो भिडियो मन परेन भने जेसुकै गर भन्ने सन्देश दिन्छु म